ल साथीहरू, एकदमै दुःखलाग्दो भिडियो लिएर आएको छु। तपाईहरुले देख्न सक्नुभयो होला सामाजिक सञ्जालमा। तर पनि एउटा मानवता भन्ने कुरा चाहिँ जीवित राख्नुपर्ने हो ती पार्टीका नेतृत्वहरूले। तर आज यो देख्दाखेरि चाहिँ हामीलाई शरम मर्दो भयो। मानवता भन्ने कुरा कुनै प्रकारको राजनीतिकमा मुसियो। एउटा भिक्टिम परिवारलाई राजनीतिकरण भयो। एउटा मेट्रेस समेत पनि आज त्यो 4 तारिक आएको अविरल वर्षातमा परेर बेघर बनेका मिरिकका ती बासिन्दाहरूको नसिबमा जुरेन। भाडामा ल्याएर मुख्यमन्त्रीका आगमनमा, मुख्यमन्त्रीको निरीक्षणमा आएको त्यो टोलीलाई देखाउनुको निम्ति मात्रै गरेको रहेछ भन्ने कुरा बुझ्यो। यो भिडियो हेर्नुहोस् पहिला, त्यसपछि कुरा गरौँला। सबै अस्ति भर्खर देखाउनुको लागि यो म्याट्रेसहरू भिक्टिम परिवारहरूबाट बोल्दैछु र म यहाँको पञ्चायत समितिको मेम्बर पनि हो, इलेक्टेड। जुन प्रकारले है अब यो ममता दिदीको आगमनमा चाहिँ अब यहाँनिर एकदमै सजाएको थियो यो घर है, रिलिफ भिक्टिम परिवारहरूको। बस 2-3 दिन के लिए खाली आया था। मैं तो सोचा यहीं पे देगा तो सब कुछ यहाँ पे। ना आप लोग ले जा रहे हैं यहाँ से, यहाँ पे नहीं दिया ये रिलीफ के लिए है ना, ये तो सब हाँ नहीं दे रहा। ये 2-3 दिन के लिए खाली लेकर आया भाड़ा पे, तो अब यहाँ पे रिलीफ बैठा हुआ है, तो उसके लिए क्या तो मुन्ना को बोलना पड़ेगा। चलिए ठीक है, मैं तो सोचा यहाँ के इधर के लिए आया होगा रिलीफ, तो आप लोग तो सब उठा के ले जा रहा है। लु यो रिलिफमा आएको 3 दिनको लागि यो म्याट्रेस पनि सबै गयो। अब यहाँ रिलिफ पनि अब जति पनि भिक्टिम बसेको। नमस्कार, हामी यो रिलिफ जुन चाहिँ भिक्टिम परिवारबाट बोल्दैछौँ है। र अब यसरी यो अस्ति दिदी अञ्चलमा यो हामीलाई रिलिफको लागि चाहिँ यो भिक्टिम परिवारलाई चाहिँ डनलप दिएको थियो यसरी है। अब यो डनलप पनि अब आजदेखिको उठ्ने रहेछ र हामीले अहिलेसम्म कुनै पनि प्रशासनबाट है कुनै पनि न्याय चाहिँ पाएको छैनौँ। र हाम्रो यो जुन चाहिँ 24 घरको सिफ्टिङ थियो, सिफ्टिङमा चाहिँ फुल्ली ड्यामेज भएको चाहिँ 6-7वटा घर थियो हामीसँग है। र अहिले अब सबै यो दिदी आउँदाखेरि मात्रै हामीलाई कतै अनुभव भयो कि प्रतीत भयो कि अब यो त्यति बेलाको 2-3 दिनको लागि मात्रै यो हामीलाई दर्शन दिनुभएको रहेछ है। र अहिलेसम्म हामीले कुनै पनि यो न्याय पनि अहिलेसम्म हामीले पाएको छैनौँ। र घरको जिम्मेवारी पनि यहाँनिर फुल्ली कसैले लिएको छैन। र जग्गा जुन चाहिँ हाम्रो सिफ्टिङ हुँदै थियो है, त्यो सिफ्टिङको पनि अहिलेसम्म कुनै पनि हामीले गरेको डिमार्केसन गरेको ल्यान्ड, हामीले हेरेको ल्यान्डको है कुनै पनि अब पहल आएको छैन है। र यसरी नै अब उहाँहरू बसिरहेको थियो है। यति धेरै दुःखलाग्दो कुरा लिएर हजुर समक्ष आएको छु। मानवता भने बरु मर्नु दिनु हुँदैन, राजनीतिकरण यो बेला हुनु हुँदैन। ती भिक्टिम परिवारले न्याय पाएका छैनन्, न्याय दिलाउनु पर्छ भन्ने पक्षमा तपाईँ हामी सबै खडा हुनुपर्छ। यी राजनेताहरूलाई सबक सिकाउनु पर्छ, बुझ्नुभयो नि। आउने दिनमा तपाईँ हामीले नै हो। त्यसले गर्दाखेरि यो भिडियो सक्दो सेयर गर्नुहोस् र ती भिक्टिम परिवारको निम्ति एउटा आवाज बनिनुहोस् भन्दै म सिके छेत्री बिदा लिन्छु। धन्यवाद। जय गोर्खा।